हेलो गाइस, आपको मैं दिखाने जा रहा हूँ कंचनजंगा फॉल्स। This is somewhere in Sikkim, one of the most beautiful falls in Sikkim. Kanchenjunga Falls nearby Pailing. आगे फॉल्स, पीछे भी फॉल्स। देखिए दोस्तों, है ना मजेदार। काञ्चनजंगा फल्सको त्यहाँ छेउमा एउटा दोकान छ, त्यहाँनिर चटपटाई खाँदैछ। हेलो गाइस, होली मोली होली मोली, वेलकम टु माई। चटपटाई चाना खाँदैछ अरे यहाँनिर, भेरी टेस्टी। हाम्रो दिदीले चाहिँ यहाँनिर बनाउनु हुँदैछ। हाम्रो यहाँ मोमो पनि पाक्दैछ तलनिर, इस्कुसको मोमो पाक्दैछ, दिदीले पकाउनु हुँदैछ र हामीले मगाएको छु। र यो मोमो खाएर चाहिँ हामी लाग्ने र इस्कुसको मोमो आइपुगेको छ। अब हामीले चाहिँ इस्कुसको मोमो खानु आँटेको। इस्कुसको मोमो अचार पनि एकदम राम्रो। Okay friends, right now I am taking you to the place where we have a stone called Ting Ting stone. हाम्रो नेपालीमा चाहिँ टिङ टिङ ढुङ्गा भन्छ, मैले इङ्ग्लिसमा राख्दै टिङ टिङ स्टोन भन्ने जग्गामा हामी लाँदैछु हो। र यो ढुङ्गा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ नि, यो ढुङ्गा चाहिँ यहाँ गएर चाहिँ अब यहाँनिर हामीले यसो गर्दाखेरि चाहिँ यसरी बच्छ। यो चाहिँ हो टिङ टिङ ढुङ्गा। यो चाहिँ अन द वे टु यक्सुममा छ तपाईँहरूको। यो चाहिँ यसरी बच्छ। देख्नुभयो, इजन इट इज इन्ट्रेस्टिङ। यो चाहिँ हो हाम्रो टिङ टिङ ढुङ्गा। यो पारी हेर्नु चाहिँ तपाईँहरूले, यो सेतो खालको बाँदर चाहिँ बस्दो रहेछ यहाँनिर चाहिँ। यो चाहिँ सिक्किममा चाहिँ मैले यस्तो बाँदर चाहिँ देखेको थिइनँ। दोस्तों, आज मैं दिखाने जा रहा हूँ आप लोगों को सिक्किम का ये बहुत 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 ब्यूटीफुल नदी, जो टोटली ग्रीन और मिल्की वाइट कलर में है। वाओ, इजंट इट वंडरफुल। ये पड़ता है यक्सुम, सिक्किम का फर्स्ट कैपिटल जाने वाला रास्ते में पड़ता है, जिसको ये ब्रिज कनेक्ट करता है। ये जो ब्रिज देख रहा है, ये इसी नदी के ऊपर से गुजरा हुआ है। और आप देख सकते हैं इस रिवर का नज़ारा कितना सुंदर है ना। देखिए, हम लोग रास्ते में बैठकर चाय पी रहा है। चिया बनाइदिएको भिडियो बनाइदिनु अरे हो। हजुर, हजुर हजुर। वाउ, सो सिम्पल आइडिया। 20 वाह। चिया चाहिँ के भयो अरे रिङ्की मिस? यस्तो मिठो चिया छ, योमा न त नुन छ, यो न त चिनी छ, मसाला चिया खानै सक्दैन। र पनि खाइदिएको, ठिकै छ त अन्त। Cheers. Cheers. Folks, now we are going towards Dubdi Monastery, the first monastery of Sikkim. So यहाँ पछाडि तपाईहरुले बोर्ड देख्नु हुँदैछ है। र यहाँबाट चाहिँ उकालो चाहिँ हामी दुब्दी जान्छौँ। Well guys, right now I'm on the way to Dubdi Monastery, one of the oldest monastery. अब यो जुन चाहिँ पछाडि तपाईहरुले जुन चाहिँ बाटो देख्नु हुँदैछ, यो बाटो भएर चाहिँ दुब्दी मोनास्ट्री पुग्छ भने यता जुन चाहिँ अर्को बाटो देख्नु हुँदैछ तपाईले, यो बाटोबाट चाहिँ हामी जोंग्री ट्रेकिङ यो बाटोबाट जानु सक्नुहुनेछ। र म चाहिँ अलमोस्ट दुब्दी पुग्नु आँटिसकेको छु र तपाईहरुलाई दुब्दी मोनास्ट्रीको झलक देखाउँछु एकछिनबाट।
यो चाहिँ हाम्रो दुब्दी मोनास्ट्रीको ब्याक साइड हो। दिस इज द ब्याक साइड अफ द दुब्दी मोनास्ट्री। अगाडिबाट आउने बाटो जुन चाहिँ छ त्यो चाहिँ अलिकति लामो पर्छ र अहिले अलिकति मरम्मत पनि गर्दै रहेछ। द्याट्स वाइ वी हेभ टु कम फ्रम द ब्याक साइड अफ द मोनास्ट्री। सो हेर्नुहोस् है यहाँको सराउन्डिङ इज सो ब्युटिफुल सेरिन। मेरो साथीहरू अलरेडी यहाँ आइपुगेको छ र हल्का रिल्याक्सेसनको मोडमा छ। यो जुन चाहिँ अगाडि मोनास्ट्री देख्नु हुँदैछ यो चाहिँ ओल्डेस्ट मोनास्ट्री अफ सिक्किम दुब्दी है। कति राम्रो भ्यूज है हेर्नुहोस्। यो चाहिँ यसको ब्याक ड्रप हो। वेल गाइज फाइनली आई रिच्ड दुब्दी मोनास्ट्री। यो जुन चाहिँ अब म तपाईँहरूलाई देखाउने छु है यो पछाडि भएको जुन चाहिँ गुम्बा छ दिस वान इज द ओल्डेस्ट मोनास्ट्री इन सिक्किम है। सो यहाँको सराउन्डिङ्स हेर्नुहोस् एकदमै क्लिन पिसफुल एकदमै ब्युटिफुल। सो यहाँ चाहिँ दुईवटा गुम्बा छ। यो चाहिँ अलमोस्ट 400-500 इयर्स अगाडि बनाएको मोनास्ट्री हो। तर बादमा अलिकति भुइँचालोले गर्दाखेरि पुरानो जुन चाहिँ स्ट्रक्चर थियो त्यसलाई चाहिँ नोक्सान पारेको कारण चाहिँ अहिले चाहिँ यसलाई चाहिँ रिनोभेट गरेर यस्तो बनाएको छ। सो यहाँको सराउन्डिङ्स हेर्नुहोस् एकदमै मजाको छ। सो अब म तपाईँहरूलाई अगाडिको पार्टमा लाँदैछु है। हेर्नुहोस् है अगाडिको भाग चाहिँ यस्तो छ यहाँको। सो गाइस दिस वान इज द oldest monastery of Sikkim, Dubdi Monastery, which was built even before the first king of Sikkim got coronation down there at Yoksum. त्यो भन्दा अगाडिदेखि नै बन्नेको गुम्बा हो। सो यसको सराउन्डिङ हेर्नुहोस् isn't it beautiful, wonderful। र यसको साथै म तपाईँहरूलाई फेरि पनि अर्को अगाडिको यहाँको सराउन्डिङ्सहरू पनि देखाउने छु है। सो मसँग आउने टिम मेम्बरहरू चाहिँ अलरेडी आएर पनि यहाँ थकाइ मार्नु हुँदैछ र तपाईँहरूलाई कस्तो फिल हुँदैछ यहाँ आएर? कस्तो फिल भइरहेको छ तपाईँहरूलाई? मजा आयो? राम्रो जग्गा छ है? एकदमै। मिस कस्तो लाग्यो तपाईँलाई? वेयर इज पम्सी? ओके यो चाहिँ रहेछ पम्सीको रुख। फुन्से पनि भन्छ हामीले, पम्सी पनि भन्छ है, एभोकाडो पनि भन्छ। सो दिस वान इज द रियल एभोकाडो। अर्को त्यो ठुलो खालके चाहिँ अलिक हाइब्रिड जस्तो लाग्छ मलाई त। र यहाँ तलको सराउन्डिङ्स पनि म तपाईँहरूलाई देखाउने छु। हेर्नुहोस् है यो तलको सराउन्डिङ्स पनि एकदमै ब्युटिफुल छ यहाँनिरको है। As you can see, right? So this is, wow, what we call bliss. Simply a bliss to come out here and explore this heritage, our history. लन्चमा चाहिँ घरबाट नै यसरी आलुदम बनाएर ल्याएको थियो।
र रोटी र खाइसक्यो मजा आउँदैछ यहाँ हाम्रो गाउँले भाइ पनि आइपुगेछ गाउँले भाइले पनि हामीसँगै लन्च गर्यो कस्तो छ मिठो थियो हौ गाउँले भाइ मिठो थियो भन्दैछ अझै खान्छु भन्दैछ हो यहाँ पर्खेको ल दिइहालौँ फेरि यसलाई पुरा भोक लाग्यो क्या त्यस खाइदियो मजाले ओके गाइज टाइम टु गो ब्याक फ्रम हियर अब चाहिँ यहाँबाट फर्किनु लागेको सो फेरि एकताल तपाईँहरूलाई यसको वरिपरिको सराउन्डिङ देखाइदिन्छु है सो दिस इज द अदर साइड अफ दुब्दी मोनास्ट्री एज यु क्यान सी र आफ्टर दिस आई एम गोइङ टु यक्सुमको वरिपरि एकछिन एक्सप्लोर गरेर चाहिँ आफ्टर द्याट विल गो ब्याक होम वेल फ्रेन्ड्स दिस इज कारथोक लेक एट युक्सम एकदमै मनोरम झिल छ हरियो झिल छ है यो झिल त्यस्तो ठुलो चाहिँ छैन ठिकैको सानो तर एकदमै शान्त वातावरणमा छ र यहाँ आएर चाहिँ तपाईँहरू एकदमै पिस खोज्नु चाहनुहुन्छ भने चाहिँ यहाँ आएर तपाईँहरूले आनन्द लिन सक्नुहुन्छ यहाँ माछा पनि पुरा छ यहाँ चाहिँ बच्चा छ भने उतापट्टिको साइडमा चाहिँ पुरा ठुल्ठुलो माछा हुँदो रहेछ सो अहिले चाहिँ हामीहरू आइपुगेको छ कोरोनेसन थ्रोन नर्बोगाङ र यसलाई चाहिँ आर्कियोलोजिकल सर्वे अफ इन्डियाले प्रिजर्भ गरेर राखेको छ दिस इज द प्लेस वेयर द फर्स्ट किङ अफ सिक्किम गट कोरोनेटेड बाई द 3 लामास सो दिस इज द प्लेस This is the exact spot where the first king of Sikkim got coronation. This is the place, as you can see. This is the coronation throne, which is made up of stone, and it is below this very old tree dating back to more than 400 years. Measures to be taken to clean it. That would be very kind of you. आप लोगों को बता दूं कि यहाँ पे पहली बार सिक्किम का राजा का अभिषेक हुआ था by the 3 lamas. No, they will be cursing us. Our grandfathers, our parents, they are dirty fellows. Thank you for understanding. Most historical place of Sikkim. So here also you can see stone print of a feet dating back more than 400 years. This is it. आजको हाम्रो टुर यही खत्म हुन्छ है अब back to home. So kindly friends, don't forget to subscribe my channel